एक दुई दिन भन्नुहोस्। अब यो हामी यहाँ गलेगाउँमा बस्ती आउनुको कारण चाहिँ जुन हाम्रो 2072 साल भूकम्प आयो, भूकम्पपछि असार बर्खा पनि लाग्दै गयो। त्यसपछि जुन भूकम्पले चाहिँ नि खलपलाएको ठाउँहरू पहिरो चल्न सुरुवात भयो। त्यसपछि खोला नालाहरू बढ्दै गयो, पुलहरू पहिरो लाग्यो। त्यसपछि पारी ठाउँ 1 र 2 को जनताहरू पारी आफ्नो गाउँमा बस्न सक्ने स्थिति भएन। अनि सबैभन्दा सुरक्षित ठाउँ भनेको कहाँ भनेर चाहिँ नि खोजी गर्ने कुरामा क्रममा अनि गाउँले सबैले आफ्नो यो गलेगाउँ पाखा चाहिँ हाम्रो 1 र 2 को सामुदायिक वन भएको कारणले अरू गाविसको सामुदायिक वनहरूमा जाँदा अप्ठ्यारो पर्छ भने यो आफ्नै जङ्गल आफ्नै सामुदायिक वन भएको कारणले हामी बिना चाहिँ नि यो सामुदायिक वनको अर्थ के रहन्छ, हामी पनि बच्नुपर्छ र यहाँ सामुदायिक वन पनि बचाउनुपर्छ भन्ने सोच भएर निर्णय गरेर हामी यहाँ आएर बस्यौँ। तर अहिलेसम्मको लागि राहत भने पनि उपहार भने पनि के भने नि एउटा खाद्य संस्थान भन्ने यो जिल्ला उद्धार टोलीले यो 4-5 टेन र 200 यो तिर्पल यो निलो टाटे पाङ्रेवाला तिर्पल पठाएको थियो। त्यही 200 तिर्पलले चाहिँ नि जिनातिना छाब्रा हालेर अनि बालबच्चाहरू लिएर यहाँ पाठ पाठन गर्ने क्रमहरू गरेर बस्यो। तर यो बिचमा विभिन्न आरोप प्रत्यारोपहरू पनि आइरहेछन्। तिनीहरूसँग सङ्घर्ष गर्दै यहाँको मान्छेहरूले यहीँ बसिरहेछ। अहिले दसैँ चाहिँ अब के गर्ने, अब पारी सबै अब गाउँठाउँ भएकै ठाउँमा खाने भनेर उनीहरू अहिले दसैँको लागि पारी गयो। अब अलि दिनपछि उनीहरू यहीँ बस्ने प्रावधान गरिरहेछ यहाँको जनताहरू। अब भोलि एनजिओ आइएनजिओ सरकारले हामीले चाहिँ यहाँ खानेपानी र एउटा बाटो, एउटा स्कुल, एउटा स्वास्थ्य चौकी, स्वास्थ्यको व्यवस्था अझै राज्यले गरिदियो भने हामी दुःख सुख गरेर हामी निर्वाह गर्न सक्थ्यौँ। अब हामी घर नबसौँ भने पुरानो घर छैन, खेतीपाती गरेर खाउँ भने जमिन जग्गा सबै चिरा फाडेको छ। राज्यले अहिलेसम्म कुनै निगरानीहरू अहिलेसम्म राज्यले गरिदिएको छैन। अब यही कुरामा यहाँको जनताको समस्या लिएर जाने क्रममा हाम्रो राजेश्वर मोक्तान पनि बिचमा उसको हत्या भयो। अब के भन्ने मृत्यु भयो, दुर्घटना भयो। त्यसपछि गएर अहिलेसम्म यहाँ एउटा सिनको पनि पाएको छैन यहाँ जनताले। उहाँ नमरेको भए केही रातहरू यतिखेर आउँथ्यो होला। अब त्यही एउटा दुःख लाग्दो कुरा त्यहाँ भएको छ। अझै पनि मैले यहाँको जनताहरूले चाहिँ एउटा हिजोदेखिको एउटा यहाँको जनताको सेवा अथवा गाविस अध्यक्ष जीविस सदस्य भएको नाताले तपाईँहरू नडराउँ, यो जङ्गल भनेको हाम्रै हो। भोलि राज्यले एक दिन यहाँको तपाईँहरूले यहाँ सामुदायिक वनभित्रै बसोबास गर्न नमिल्ने नीति बने तापनि हामीलाई एउटा बस्ने व्यवस्था दिनुपर्छ राज्यले। त्यो व्यवस्था राज्यले गर्छ, धैर्यता गरौँ। जङ्गल पायो भनेर मनबरी नगरेर विनाश नगरौँ। हामीले जङ्गल जोगाउनुपर्छ। यो जङ्गल भने हाम्रो हो। हामी पनि मर्नु भएन, जङ्गल पनि फाड्नु भएन। एउटा कुरो, साँप पनि नमरौँ, लट्ठी पनि नबजाउँ, हामी पनि बाँच्नुपर्छ यही जङ्गलमा बसेर भनेर चाहिँ अब जनताहरूलाई यही आश्वासन दिने गरेको छु। त्यही अनुरूप अब यहाँ जनताहरू पनि आशा गरिरहेछ। अब भरपर्दो चाहिँ हुने हो नआउने हो, यिनीहरू पनि चिन्तित छ। अब गर्न त गर्छ, अब खोइ भनिरहेछन्। अब जनताहरू यही हो। अब निर्णय गर्न सक्ने क्षमता उहाँहरूमा पनि छैन। सोझो साझा जनता छन् यहाँको जनताहरू पनि। अब पारी जाउँ खोलामा साङ्गु छैन, पहिरो चलिरहेछ। त्यही हो मेरो भन्नु, अर्थ के हो र। अब राज्यले यो विस्थापित यो पीडित जनताहरूको लागि छिट्टै नै जनताले एउटा यो गाविस वाइज हुन्छ अथवा जिल्लाबाट हुन्छ एउटा आयोग अथवा उद्धार कमिटीहरूबाट चाहिँ नि यो झट्टै नै यहाँको समस्याको समाधान गरिदियोस्। अब यहाँ सरसफाइको लागि अहिले यहाँको जनता यति बसिसकेपछि यहाँ त फोहोर बढ्छ, गुली दुर्गन्ध भएपछि हटाउन गाह्रो हुन्छ। त्यो दुर्गन्ध हुनुभन्दा पहिला नै स्वास्थ्य के अरे टोइलेटहरूको व्यवस्था, खानेपानीको व्यवस्था, बाटोको व्यवस्था भयो भने यहाँको जनता यहाँ जङ्गल पनि सुन्दर हुन्थ्यो, जनतालाई पनि दुर्गन्धबाट बस्थ्यो भन्ने मेरो आशा हो।